hello everyone, this is Sumit Paudel. This is day 62 of posting daily video for 365 days. So, मैले चाहिँ जब भिडियो बनाउँछु भनेर सोचेँ नि, तब सोचेँ हो कि नै भिडियो किन बनाउने हो कि नै सबैले भिडियो बनाइराखन् भनेर बनाउने हो कि त्यसको छुट्टै केही मोटिभ छ भने मैले चाहिँ आफ्नो एउटा गोल सेट गरेँ 365 दिनसम्म च्यालेन्ज डेली भिडियो बनाउँछु। अहिले मोस्टली के छ भनेपछि मान्छेले डेली भ्लग मिनी भ्लग अनि कन्टेन्ट क्रिएसन टाइपमा लाइक फुड ब्लगिङ टाइपमा गरिरहेको छ नि त। अनि म चाहिँ त्यो भिडमा त्यो उस गर्नु छैन कि होइन त्यहाँ पहिलेदेखि क्राउडेड मार्केट छ नि त। पहिलेदेखि यति क्राउड छ कि त्यहाँ गएर आफूले उस गर्न गाह्रो हुन्छ। अनि मैले सोचेँ कि मेरो भिडियो बनाउनुको गोल के हो त भनेर मैले आफैलाई सोधेँ। अन्त मैले यो निष्कर्षमा पुगेँ कि जस्ट लाइक एउटा डिसिप्लिन कन्सिस्टेन्सी अनि क्यामेरा फेसिङ हेबिट बनाउँछु अनि कम्युनिकेसन स्किल इम्प्रुभ गर्छु भनेर चाहिँ म यो भिडियो बनाउन सुरु गरेको थिएँ। अनि मोटिभेसन भन्ने कुरा चाहिँ यस्तो हुन्छ कि हो कि नै कसैबाट मोटिभेट भएर चाहिँ हुँदो रहेछ कि मानौँ कोही मलाई राम्रो लाग्यो उसको भनेको कुराहरू मलाई मोटिभेट गर्यो त्यो भनेको यो टेम्पोररी हुन्छ कि जबसम्म आफूले मोटिभेट गरिन्न नि आफूले भित्रबाट मोटिभेसन आउँदैन नि त्यो एभ्रिथिङ इज टेम्पोररी के। सो कसैले मोटिभेट गरिरहेको छ कसैको कुराले मोटिभेट भइरहेको छु भने चाहिँ त्यो चाहिँ टेम्पोररी हो। सो आफूले मोटिभेट गरौँ हो कि नै केही गर्नु छ भने आजै सुरु गरौँ भोलि भनेर नबसौँ। आजै भर्खरै सुरु गऱ्यो भने चाहिँ केही न केही हुन्छ। अनि एउटा फन फ्याक्ट चाहिँ पिम्पल जहिले पनि मेरो धेरै यसो यहाँ बिचमै आइरहेको हुन्छ त्यो टिका जस्तो देखिरहेको हुन्छ जहिले पनि हो कि नै। सो थ्याङ्क यू एभ्री वान। अनि यदि फलो गर्नुभएको छैन भने फलो गर्न सक्नुहुन्छ। म चाहिँ युट्युब इन्स्टा फेसबुकमा छु। अनि मेरो अर्को ब्लग पोर्टल च्यानल त्यसमा पनि मैले हप्तामा या फिर 10-15 दिनमा एउटा भिडियो हालेर हुन्छु। त्यो चाहिँ मेरो पुरानो ओजी च्यानल त्यता पनि चेकआउट गर्न सक्नुहुन्छ। थ्याङ्क यू एभ्री वान।